नमस्कार, म नवराज भट्टराई, बुढानीगञ्ज नगरपालिका वडा नम्बर 10 को वडा अध्यक्ष। म तपाईहरुलाई आज एउटा सूचना, खास गरी उद्यमशीलता विकास सम्बन्धी सूचना हो। यो सूचना लिएर आएको छु। भोलि दिउँसो 1 बजे बुढानीगञ्ज नगरपालिका वडा नम्बर 10 स्थित ह्यान्डबल ग्राउन्डको सभाहालमा नगर उद्यमशीलता विकास कार्यक्रमको अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने हुँदा यो कार्यक्रममा उपस्थितिका लागि म सम्पूर्ण खास गरी युवा साथीहरू र जो उद्यमशीलता विकास गर्न चाहनुहुन्छ अथवा जोसँग सिप छ र सिपका माध्यमबाट आफ्नो आफ्नै उद्यम सञ्चालन गर्न चाहनुहुन्छ, उहाँहरूलाई उद्यम कसरी गर्ने, उद्यम गर्दा फाइनान्सियल व्यवस्थापन यानी कि वित्त व्यवस्थापन कसरी गर्ने, कर्मचारीहरूको व्यवस्थापन कसरी गर्ने र आजको समाजमा कुन उद्यमले गरी खान सक्छ, कुन उद्यमका माध्यमबाट आफ्नो आर्थिक विकास गर्न सकिन्छ, यी विविध पाटोमा एउटा व्यक्तिलाई उद्यमशील बनाउनका लागि यो ओरिएन्टेसन कार्यक्रम आयोजना गर्न लागि हो। तसर्थ बुढानीगञ्ज नगरपालिका वडा नम्बर 10 भित्र बस्नुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईहरु उद्यमशील बन्न चाहनुहुन्छ, आफूले गरिरहेको कामलाई उद्यम बनाउन चाहनुहुन्छ भने आउनुहोस्, यो उद्यमशीलता अभिमुखीकरण कार्यक्रममा सहभागी भइदिनु न म सबैलाई हार्दिक आग्रह गर्दछु। यो कार्यक्रमले तपाई एक सफल उद्यमी र उद्यमी गरिरहनु भएका एक सफल उद्यमी र उद्यमी गर्न चाहनुहुनेहरूका लागि नवप्रवर्तनसँग जोडिने कार्यक्रम भएका हिसाबले पनि म आइदिनु हुनेका निमित्त हार्दिक आग्रह गर्दछु। धन्यवाद, नमस्कार।